साथीहरू, तपाईहरुलाई नेपाली किचनमा स्वागत छ। आज म चटपटीको रेसिपी लिएर आउने छु। अब बनाउनतिर लागौं है त साथीहरू। अब सुरु गरौं यसलाई चाहिने सामग्रीबाट। यो मैले भुजा लिएको छु, यो चाउचाउ हो, यो बिरेनुन अनि दालमोठ लिएको छु। अनि त्यसको साथमा नुन, खुर्सानी अनि यो बफाको चनालाई बोइल गरेर राखेको चना हो। अनि यो प्याकेटको बरम मुङफली बरम हो। यो प्याजलाई पिस पिस गरी काटेर लिएको छु। यो सस हो। ससको साथसाथमा हरियो खुर्सानीलाई पिस पिस गरी काटेर लिएको छु। यसको साथमा कागती पनि छ। यो काँक्रोलाई पिस पिस गरी काटेर लिएको छु। मुलालाई पिस पिस गरी काटेर लिएको छु। अब सुरु गरौँ है त साथीहरु। म चटपटी बनाउन जान्दैछु। यसको लागि मुङफली बरम राख्दैछु। त्यसपछि पछि चना, यो बोइल गरेर राखेको चनालाई राख्छु। त्यसपछि मुङफली बरम राखेको पनि एकदम मिठो हुन्छ। त्यसपछि काँक्रोलाई पिस पिस गरेर काटेको राख्दैछु। काँक्रोपछि मुलालाई मैले मुला राखेँ भने अलि स्वाद मिठो मिठो आउँछ। अनि यसपछि दालमोठ, प्याजपछि हरियो खुर्सानी, गर्मीमा हरियो खुर्सानी गर्दा मिठो बनाउँछ। अनि त्यसपछि अब नुन हाल्दैछु म यसमा। आफूलाई चाहिने जति स्वाद अनुसारको नुन हाल्दिने। नुनको साथसाथमा खुर्सानी हरियो राखे पनि यो अलिअलि राखे पनि मिठो हुन्छ। अनि यसपछि बिरेनुनले एकदम मिठो बनाउँछ। बिरेनुन चाहिँ राख्नै पर्छ यसको लागि। हजुरहरूले राख्नु होला। अब यसमा मिठोको लागि मैले कागती हाल्दैछु। राखेपछि यो ससलाई अलिअलि यसो राखिदिने। सस राखेपछि यसलाई यसो राम्रोसँग चलाइदिने। सस अलिकति पुगेन, अलिकति थपिदिन्छु है। यस्तो थपिदिने। यसको लागि सबैतिर जाने भनेर हामी यस्तो लगाउनुपर्छ। हाम्रो चटपटी रेडी भइसकेको छ। चटपटी रेडी भइसक्यो। अब बाई बाई साथीहरू। मेरो च्यानललाई तपाईँलाई मन पर्यो भने लाइक, सब्स्क्राइब गर्न नभुल्नु होला। बाई बाई साथीहरू।